प्रधानमन्त्री यो तपाईँको चाहिँ के अरे संसदभन्दा ठुलो होइन, यो संविधानभन्दा ठुलो होइन। हिँड्दै आउँदाखेरि पनि 1 मिनट मात्रै लाग्ने बाटो छ, तर 1 महिनादेखि 1 हप्तादेखि कराइराख्नुपर्ने प्रधानमन्त्रीज्यू कता हो के हो भनिराख्नुपर्ने। उहाँ पनि हामी मध्येकै एकजना तपाईँको चाहिँ यो पार्लिमेन्टको मेम्बर हो। त्यसो भएको कारणले गर्दाखेरि यो विधिबाट सञ्चालन गरौँ भन्ने हाम्रो अनुरोध हो। र मैले दिने जति पनि अभिव्यक्तिहरू हुन्छन् मेरो मनको गीत गोजीको कुरा होइन, यहाँनिर मैले सुनाउने गर्दिनँ। हाम्रो नियम, हाम्रो चाहिँ नि उपनियम, हाम्रा चाहिँ नि संविधानका धारा उपधाराहरू के छन्, कस्ता छन् भन्ने कुराहरूबाट नै हामी नियमित बनाऊँ हैन। प्रधानमन्त्री सफल हुँदाखेरि मात्रै यो तपाईको चाहिँ नेपाल सरकार सफल हुने हो। नेपाल सरकार सफल हुँदा मात्रै हामी सबैजना सफल हुने हो, मेरो देश सफल हुने हो नि। त्यो चिन्ताले गर्दाखेरि, त्यो तपाईको चाहिँ एउटा राष्ट्रिय स्वार्थ भनौँ न ले गर्दाखेरि प्रधानमन्त्रीलाई हामीले एकाउन्टेबल बनाउनै पर्छ। प्रधानमन्त्री यो तपाईको चाहिँ के अरे संसदभन्दा ठुलो होइन, यो संविधानभन्दा ठुलो होइन, संविधानको धारा उपधारा भन्दा हामी कोही पनि ठुला छैनौँ भन्ने कुरालाई हामीले एक्का राख्नुपर्छ भन्ने मेरो अनुरोध छ।